हेलो गाइस हेलो हामी चाहिँ अहिले लो क्याम्पमा छौं डे 2 हाम्रो मार्दी ट्रेकको डे 2 आज हामी लो क्याम्पमा बस्यौं आज हामी लो क्याम्पबाट डाइरेक्ट हाई क्याम्पमा जान्छौं हामी चाहिँ बल्ल उठेर अब रेडी सेडी भएर खाजा खाएर अनि डाइरेक्ट हामी चाहिँ हाई क्याम्पको लागि जान्छौं रेडी भइसक्यो पछाडिको माछा पुच्छ्रे हिमालको भ्यू मेरो मोबाइलको स्टोरेज फुल हुन्छ अब यो माथिको माछा पुच्छ्रेको हिमालको भ्यू देखेर अब खाजा खाएर हामी चाहिँ माथि हाई क्याम्पतिर जान्यो कस्तो राम्रो देखेको टोपी ठुलो मान्छे राम्रो हो कि चिया खाँदैछु म चाहिँ जाडो भएर यहाँ हात पहिरोतिर हाल्छु अब चाहिँ हामी खाजा खाएर यहाँबाट निक्लिन्छौँ के हो यो रोटी अन्डा आलुको तरकारी ओइ खाचिरो मोबाइल मात्रै हेर फेरि मोबाइल क्या भन्न मारिदिउँ हामी चाहिँ लो क्याम्प छोडेर हाई क्याम्पतिर जान लागिसक्यौँ साथीहरू सबै रेडी भइसके अब हामी 3 घन्टामा पुगिन्छ साँच्चै 3 घन्टा 4 घन्टामा हामी अब माथि हाई क्याम्प पुग्छौँ एकैचोटि हाई क्याम्प पुगेर हजुरहरूलाई भेट्छौँ नभए बिचमा खाना खान्छौँ हामी बादल डाँडामा लो क्याम्पबाट देख्ने माछा पुच्छ्रेको भ्यू सास गलिसक्यो 2 मिनट हिँड्न पाएन 2 मिनट होइन 1 मिनट हामी चाहिँ 1 घन्टा 15 मिनट हिँडेर लो बेस क्याम्पबाट सिधै बादल डाँडा पछाडिको भ्यू बादल डाँडाबाट हामी फोटो भिडियो खिचेर लाग्यौँ हाई क्याम्पतिर फेरि भेटौँला हाई क्याम्पमा सचिनाको मायासहित हजुरहरू सचिनाको माया लिएर बस्नु हो माछा पुच्छ्रे हिमाल अनि उ त्यो ल भन्दा अन्नपूर्ण हो कि अघि त खुब मैले अन्नपूर्ण भन्दा त धौलागिरी हो ओके 250 को पानी बादल डाँडामा आएर कसैले पनि पानी नकिन्नु है 250 बरु तलैबाट लिएर मान्छेको चप्पल हरायो साथीहरू 750 को 1000 रुपियाँ चुन लाग्यो बादल डाँडामा आएर चप्पल पनि छोड्यो कि त्यही हरायो कि अब कसले चोर्यो कि के गर्यो हरायो मेरो चप्पल चोरेको होइन त आफैले छोड्यो के गर्नु मेरो त 1000 रुपियाँ एक्स्ट्रा खर्च लाग्यो त अब हामी 1.5 घन्टा 2 घन्टामा पुग्छौँ होला माथि हाई क्याम्प भिडियोमा फेरि 3 जना मात्रै देख्नुहुन्छ होला हामी आउन त 5 जनाको हामी अलि हिँड्न नसक्ने सुस्ती भएर 2 जना माथि हाई क्याम्पसम्म पुगिसक्यो होला बाई माथि हाई क्याम्प गएर भेटौँला पानी होइन यता त अमृत खाँदैछौँ हामी 250 को 250 चप्पल आउँछ त पानी चप्पल आउँछ त पानी 250 चप्पल 750 चप्पल हरा अर्को टेन्सन मलाई जस्तो टेन्सन यो ट्रेकमा कसलाई भयो होला र हाम्रो ग्रुपमा मन झर्दाखेरि त चप्पल लगाउँछु भन्ने सोचिरहेको थिएँ अब जुत्तै लगाएर झर्नु पर्ने अवस्था मेरो चप्पल हरायो हामी यहाँ बसेर अब खाजा चटपट बनाएर खाने हो रुक्मेनले फेरि कहाँबाट हिउँ टिपेर लिएर आऊ खेल्नलाई पऱ्यो कहाँबाट लिएर आएको रे अविनाश त्यो तलबाट हिउँ बोकेर हामी यहाँ चटपट बनाएर खाने हो अझै 1 घन्टा लाग्छ होला हामीलाई त हाई क्याम्प पुग्न कति बजे सजिना कति बजे 2:01 ठ्याक्कै 2 बजे
हामी यहाँबाट 2:30 बजे हिँडे पनि 3:30 बजे हाई क्याम्प पुग्छौँ। अनि त्यसपछि है 3:30 बजे हाई क्याम्प पुगेर त्यही बस्छौँ। आज त 6 बजे सुत्छौँ होला त्यहाँ। 5 बजे खाएर 6 बजे सुत्दिनु। 8 स्थिरी कम दुःख गरेर बनाएर ऊ त्यहाँबाट हिउँ लिएर आएर होइन यत्तिकै राखिदिन पाएको भयो अरूले नि हेर्थ्यो नि होइन क्या त्यो उ गरेर टाउको चुडाइदियो बिचराको। रुकमेटको बोयफ्रेन्ड तिम्रो बोयफ्रेन्डको टाउको भाँच्थ्यो नि त। जोड्थ्यो है भाइ जोड्थ्यो। मेरो बोयफ्रेन्ड टाढालाई बादलले छेक्यो। उही सबै भ्यूै देखेन है तर अहिले त सब बादलले छेक्यो। तलबाट हुस्से रुकीले ए लाएन सचिन मिसलाई आइया आइया ल ल ल ल ल ल के हो र आमामा हुस्सु आएको कस्तरी ढाक्यो हामीलाई यहीँ पुर्दियो। सबै हिउँ छ कि हाई क्याम्प जाने बाटो चाहिँ बिस्तारै बिस्तारै हाम्रो ग्रुप फेरि हिउँको मजा लिएर बाटो सबै यस्तै हो। दसैँ चिप्लो हुँदो रहेछ नि तर पठाइदियो। हाई क्याम्प आइपुग्यौँ फाइनल्ली। सचिन मिस अब त हिँड्नु पर्दैन खुसी छौ नि। तर जति माथि आयो त्यति हिँड्न गाह्रो हुने रहेछ कि हिजो हामी है त्यत्रो लामो बाटो केही नि भएन। आज झन् छोटो बाटो झन् धेरै स्याहारो छाती त यहीँ आउला जस्तो मुटुमा बल्ल यो देखेर अलिकति भयो नि मन खुसी भयो। हामी चाहिँ हाई क्याम्प आइपुग्यौँ। हामी आज यहीँ बस्नेवाला छौँ। यहीँ बस्ने हो। 4 बजे हाई क्याम्प आइपुग्यौँ। अब हल्का फोटोसोटो खिच्छौँ भिडियो सिडियो बनाउँछौँ अनि राति खानासाना खाएर यहीँ सुत्ने हो। अनि माछा पुछ्रे हिमाल हाई क्याम्पबाट देखेको भ्यू फोटोसोटो खिचेर यसो भिडियो सिडियो बनाएर आउँछौँ हामी। मेरो मोबाइलको स्टोरेज फुल भएर रुक्मेडीको मोबाइल हाइज्याक हानिदियो भोलिसम्म। हाम्रो डे ट्रेकिङको डे 2 भिडियो यहीँ एन्ड हुन्छ। हामी आज हाई क्याम्पमै बस्ने हो अनि भोलि उसमा जाने हो भ्यू पोइन्टमा अनि भोलि रिटर्न ब्याक पोखरा हुने हो। आजको लागि यति नै। माछा पुछ्रेको भ्यू सँगसँगै भिडियो इन गर्छौँ। आजको लागि भिडियो यति नै। भोलि भेटौँला। आज चाहिँ हाम्रो डे 3 ट्रेकको हामी चाहिँ यहाँ भ्यू पोइन्ट जानको लागि रेडी भइसक्यौँ। 3:30 बजे उठेर 4 बजे यहाँबाट अब हामी 2 घन्टा हिँडेर माथि भ्यू पोइन्टमा जान्छौँ हाई क्याम्पबाट।
फाइनली हामी पोइन्टमा आइपुगेको कति घन्टा 2 घन्टाको बाटो 3.5 घन्टा 4 बजी हिँडेको ट्याक्कै 6:30 बजी हाल त्यस्तो भयो भ्यू साँच्चै न हेर न कस्तो भयो म हो सचिना म सचिनै हो भन्न रमाइलो भयो तर 2 घन्टाको बाटो 3.5 घन्टा लास्टै अप्ठ्यारो बाटो तर बल्ल बल्ल यिनीहरू तिनजनाले छोडेर आइदिएको हामीलाई बिच बाटोमा मलाई फर्किम भन्यो म अब हामी यहाँ साडी लाएर फोटोसोटो खिच्ने भनेको तर सक्छौँ जस्तो मलाई लागेन के भनेको म त त्यस्तै भन्छ कि बाटोमा सचिनाले यस्तो भन्थ्यो कि सचिनाले एकचोटि मलाई फर्किम भन्यो भने एकचोटि भन्नुहोस् मात्रै म फर्किन्छु भन्थ्यो कि ल ल ल ल ल ल ल ल आइपुग्यौँ फाइनली अब फोटोसोटो खिच्छौँ भिडियो सिडियो बनाउँछौँ अनि हामी चाहिँ साथी लाएर लरक्क पारेर माथि आएर साडी लाउने फेरि मिस सचिना थ्याङ्क यू सो मच सचिना रड थियो एउटा यहाँ आएर रड पुरा गऱ्यौँ अब हामी सिधै हाइक्याम्पमा जान्छौँ हाइक्याम्पमा खाजा खाएर घर डिजेल गाडीमा भ्यू बेस्ट भ्यू यहाँ छ देखा बेस्ट भ्यू हामी We are a best view in हाम्रो मनसा दिदीको युट्युब च्यानलको फेरि सचिनाको माया सचिना दिदीको माया अब हामी यहाँबाट फर्किन्छौँ एकदमै इन्जोय गरिदिनु होला सब्सक्राइब पनि गरिदिनु होला 1K पुर्याउन पर्यो अनि हामी केक काट्छौँ फेरि बाई 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 नेक्स्ट टाइम अब बुढासँग नेक्स्ट टाइम अब बुढासँग नेक्स्ट टाइम आइन्छ र आउँदिन होला अरूसँग आइहाल्यो तर मन्छासँग चाहिँदैन बाई बाई यहाँबाट हिँड्यो मामी खसेर मोर्लिस ल हामी त निक्लियौँ अब सिधै हाइक्याम्पमा गएर खाजा खाएर घर फर्किने ब्याक टु दमौली आजै राति 12-1 बजे भए पनि सिधै म पुऱ्याइदिन्छु सचिनालाई घरमा लिन आउनुहुन्न अरे कोही इन्ट्रेस्टेड हुनुहुन्छ भने लिन आउनु होला प्लिज राम्रो माछा पुछ्रे राम्रो माछा बैगुनीलाई गुनले मार्छु खोजी ल्याइदे काँचा गरिदेऊ न रुकीसँग त्यति तागत त छ कि होइन तँलाई नआउने होइन तँसँग तागत छ तँले गर्यो भने सक्छस् के गर्दैन ल एकचोटि उतै हिउँमा ल रुकी यहाँ कि छिटो ल उठे बस्यो जे होस् रमाइलो भयो तर यो ठाउँ छोडेर जानै मन लागेन है हेलो हामी चाहिँ माथि भ्यू पोइन्टबाट हाइक्याम्प माथि आउन साथी पर्यो सब हिउँको इन्जोय गरिरहेछौँ कति लक्की हो भ्यू पनि देख्यौँ हामीले हिउँको पनि
एक्सपिरियन्स लिन पाइयो कति लकी हो अब हामी यहाँ खाजासाजा खाएर निक्लिन्छौँ तिमी यता आऊ न